हाम्रो आजको यो काममा धेरैभन्दा धेरै स्थानीयहरूले आफ्नो तन मन वचन र कर्मले उहाँहरूले हामीलाई सहयोग गर्नुभएको छ। यो छोडपेन बुद्ध शान्ति पार्कलाई अझ राम्रो बनाउनको लागि र यसलाई अझ व्यवस्थित बनाउनको लागि आफ्नो गाउँ घरमा रहेर पनि र गाउँ घर छोडेर कर्मको लागि विदेश जानुभएका हाम्रो स्थानीय दाजुभाइ दिदीबहिनीहरूले पनि हामीलाई एकदमै धेरै सहयोग गर्नुभएको छ। उहाँहरूलाई सबैभन्दा पहिला हाम्रो यहाँ स्थानीय तर्फबाट र निर्माण यो समितिको तर्फबाट र भुम्लो गाउँपालिकाको तर्फबाट हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। सबैजना जसले ठुलो मन ठुलो हृदयले हामीलाई सहयोग गर्नुभयो। आजको यो छोडपेन बुद्ध शान्ति पार्कलाई आजको यो पूजा सम्पन्न गराउनको लागि र भविष्यमा अझ राम्रो व्यवस्थित गराउनको लागि उहाँहरूले धेरैभन्दा धेरै सहयोग गर्नुभयो। उहाँहरूलाई हृदयदेखि फेरि पनि हामी लासो टाफुला र पुजेसे भन्न चाहन्छौँ। हामीसँग करिब 96 जना भनौँ 100 जना जतिले हामीलाई एकदमै धेरै सहयोग गर्नु भएको छ। उहाँहरूको नाम म यहाँ क्रमशः लिँदैछु, तसर्थ उहाँहरूको नाम वाचन गर्छु को कसले कति कति सहयोग गर्नुभएको छ भनेर यसलाई हामी पारदर्शिताका रूपले पनि यहाँहरू समक्ष हामी यसलाई प्रस्तुत गर्दैछौँ, ताकि भविष्यमा यति पैसा उठेको थियो यो पैसा कहाँ लग्यो भनेर त्यो कुचलो नहोस् भनेर हामीले यसलाई पारदर्शिता देखाउनको लागि यहाँहरू समक्ष हामीले को कसले कति सहयोग गर्नुभएको छ यसलाई हामी वाचन गर्दैछौँ, ताकि यसलाई चाहिँ यहाँहरूले मैले यति दिएको छ किन मेरो नाम लिएको भनेर तपाईँले खिन्न मन नगर्नु होला। तपाईँले जति दिनुभयो त्यो नै हाम्रो लागि एकदमै लाख करोड बराबरको हो। तपाईँले आफ्नो मन तन र वचनले एकदमै ठुलो सम्झेर दान गर्नु भएको छ, त्यो नै हाम्रो लागि एकदमै ठुलो महान हृदय हो। तपाईँलाई हामी एकदमै सल्युट गर्न चाहन्छौँ। तपाईँलाई हामी भित्री मनदेखि नै शुभेच्छा भन्न चाहन्छौँ। आगामी दिनहरूमा पनि तपाईँको सहयोग यसरी नै अगाडि बढिरहनेछ भन्ने हामीले आशा गरेका छौँ। हामीलाई थुप्रैजनाले सहयोग गर्नुभएको छ। अहिले यतिखेर हामीलाई अमेरिकादेखि लिएर अन्य विभिन्न देशहरूबाट हामीलाई सहयोग प्राप्त भएको छ र भले अहिले हामीसँग नगद प्राप्त नभए पनि उहाँहरूले गर्नुभएको वचन स्वरूप हामीले उहाँहरूको यहाँ नामलाई वाचन गरेका छौँ। कसैले क्यासै दिनुभएको छ होइन र क्यासै प्राप्त भएको छ। ओके ल, क्यासै प्राप्त भएको छ भनेर भन्नुभएको छ सबै। यो नै हाम्रो लागि एकदमै खुसीको। लगभग हाम्रो यहाँ सन्तोषजीको भनाइ अनुसार 10 लाखको हाराहारीमा उठ्यो कि भन्ने उहाँको आङ्कलन छ, त्यो पनि अब हिसाब गरेर थाहा हुन्छ। तर पनि म यहाँ को कसले कति कति रुपियाँ दिनु भएको छ त्यो नाम चाहिँ वाचन गर्न गइरहेको छु। यहाँभरिमा सबैभन्दा ठुलो धनराशिको सहयोग गर्नुहुने चाहिँ एकदमै मनको धनी हुनुहुन्छ कामीसिंह तामाङ थिङको नाति लालबहादुर तामाङ थिङको छोरा श्याम तामाङ थिङ। हाल चाहिँ अमेरिका बसोबास गर्नुहुन्छ, भुम्लो 8 पौवाकै हुनुहुन्छ उहाँले सहयोग गर्नु भएको रकम रु 5,01,07 रुपियाँ। एकचोटि जोरदार ताली उहाँको लागि बजाइदिनु होला। उहाँको सपरिवारलाई हामी हृदयदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। त्यसै गरी अर्का सहयोगी हुनुहुन्छ, उहाँले पनि हातमा हात मिलाएर अगाडि बढिरहनु भएको छ। पक्कै पनि उहाँले अबको दिनमा यो ठाउँमा अझ राम्रो होस् भनेर एउटा शुद्ध मनले उहाँले सहयोग गर्नु भएको छ। उहाँ हुनुहुन्छ कल्याण वाइबा मथुरा तामाङ। उहाँले पनि 10,500 1,05,000 रुपियाँ 1,05,000 रुपियाँ। ल धन्यवाद तपाईँलाई। एकचोटि जोरदार ताली उहाँको लागि बजाइदिनु होला। 1,05,000 रुपियाँ उहाँले सहयोग गर्नु भएको छ। र त्यसै गरी अर्का सहयोगी हुनुहुन्छ मैरानी तामाङ मैरानी लामा होइन, उहाँले पनि 50,500 रुपियाँ सहयोग गर्नुभएको छ। उहाँलाई पनि जोरदार ताली बजाइदिनु होला। र त्यसै गरी सपना तामाङ हुनुहुन्छ, सपना तामाङ जो हाल अहिले अमेरिकामा बसोबास गर्नुहुन्छ, उहाँले पनि 1,35,000 सहयोग गर्नुभएको छ। उहाँलाई पनि जोरदार ताली बजाइदिनु होला सबैजनाले। र यति ठुलो धनराशिमा उहाँहरूले सहयोग गर्नुभएको छ भित्री मनदेखि नै। रागीलाई पनि धेरै धेरै धन्यवाद। यसै गरी तपाईँको चाहिँ सधैँ झुक दिइरहनुपर्छ, उदाहरणीय बन्नुपर्छ। यहाँ एकदमै खुसी लाग्यो र यो रहेको छ। र यस पछाडि हामी नाम लिन चाहन्छौँ जसले हामीलाई सहयोग गर्नुभएको छ। अघि नै मैले भनिसकेको छु अरू सहयोगहरू। अब यो फटाफट म नाम लिन चाहन्छु। अब चाहिँ म यहाँ आज यो पूजामा उपस्थित हुनुभई
चोखो हृदयले सहयोग गर्नुभएको सहयोगी दाताहरूको नाम फटाफट लिन चाहन्छु र यसलाई चाहिँ तपाईँले भिडियोमा क्याप्चर गरेर जो हुनुहुन्छ उहाँ समक्ष पुर्याइदिनुहुन्छ भन्ने हामीले आशा पनि गरेका छौँ ताकि अरूको लागि एउटा उदाहरणीय काम पनि भयो त्यसैले सबैजनाले सहयोग गरिदिनु होला त्यस विषयमा सिंहबहादुर तामाङ कार्तिकेयबाट रु 500 रुपियाँ सहयोग भएको छ तपाईँले पठाइदिनु त्यसै गरी मिना तामाङ कार्तिकेयबाट 500 मेजर तामाङ घुम्लो 8 टारबाट 1550 मिना रुम्बा परिवार बौद्ध काठमाडौँबाट 5525 रुपियाँ त्यसै गरी बुद्ध लो बौद्ध काठमाडौँबाट 1005 रुपियाँ सूर्यमान चरिमान पौवा घुम्लो 8 पौवाबाट 11000 रुपियाँ त्यसै गरी वीरमाया तामाङ बौद्ध काठमाडौँबाट 5155 सञ्चमाया लामा महाराजगञ्ज काठमाडौँबाट 5005 रुपियाँ कान्छीमाया तामाङ काठमाडौँबाट 2500 रुपियाँ सुजता लामा काठमाडौँबाट 7000 रुपियाँ राम्री लामा कपन काठमाडौँबाट 2020 रुपियाँ श्याम पाखरिन महाराजगञ्ज काठमाडौँबाट 2005 रुपियाँ कप्तान लामा सल्ले 5 घुम्लोबाट 2010 रुपियाँ काइली लामा सल्ले 5 बाट 1005 रुपियाँ राजुमान लामा पौवा 8 घुम्लो 4 बाट 5010 रुपियाँ सुन्तली तामाङ घुम्लो 8 डुम्रेबाट 510 रुपियाँ यो भनिराख्दा तपाईहरुले दिनुभएको रकममा कतै मिस्टेक भएको छ भने तपाईले भन्न पनि सक्नुहुन्छ है कान्छी तामाङ घुम्लो 8 बाट डुम्रेबाट 510 रुपियाँ राजु योन्जन पौवा 8 घुम्लोबाट 1050 रुपियाँ रोजा तामाङ पौवा 8 घुम्लो 4 बाट 10055 रुपियाँ फुलमाया लामा बौद्ध काठमाडौँबाट 5015 रुपियाँ सिंहबहादुर तामाङ पौवा 8 घुम्लोबाट 5000 रुपियाँ कृष्णबहादुर परियार घुम्लो 8 बाट 500 रुपियाँ वीरबहादुर परियार घुम्लो 8 बाट 500 रुपियाँ 500 रुपियाँ है विनोद उप्रेती घुम्लो 8 बाट 1115 रुपियाँ नरेन्द्र कार्की बालकोट भक्तपुरबाट 5505 रुपियाँ हर्क बहादुर योन्जन पौवा 8 घुम्लोबाट 5005 रुपियाँ रविन्द्र योन्जन पौवा रातो माटो घुम्लोबाट 5550 रुपियाँ लालमान तामाङ घुम्लो 8 गैरी गाउँबाट 505 रुपियाँ कृष्णबहादुर तामाङ पारी गाउँ घुम्लोबाट 510 रुपियाँ वीरनन्द लामा बौद्ध काठमाडौँबाट 5005 रुपियाँ सीता तामाङ घुम्लो 8 डुम्रेबाट 550 रुपियाँ बखत बहादुर खत्री घुम्लो 8 डुम्रेबाट 1005 रुपियाँ कृष्णबहादुर शिवभक्ति पारी गाउँ डुम्रेबाट 500 रुपियाँ धनबहादुर श्रेष्ठ डुम्रे घुम्लोबाट 505 रुपियाँ लालमान तामाङ टार घुम्लोबाट 1100 रुपियाँ काजीमान तामाङ टारबाट 1100 रुपियाँ रमेश रेशम सिंह पौवा घुम्लोबाट 10105 रुपियाँ भुइमो लामा 5 खाल काभ्रेबाट 1050 रुपियाँ रामबहादुर पाखरिन पौवा घुम्लोबाट 1000 रुपियाँ रामशरण तामाङ कार्तिकेय सापिङबाट 500 रुपियाँ राजमान लामा कार्तिकेय सापिङबाट 510 रुपियाँ कुलबहादुर तामाङ पौवा 7 घुम्लोबाट 510 रुपियाँ राम लामा कार्तिकेय सापिङबाट 505 रुपियाँ सुन्तली तामाङ कार्तिकेय सापिङबाट 505 रुपियाँ कान्छा तामाङ कार्तिकेय सापिङबाट 505 रुपियाँ विनोद पहरी पौवाबाट 500 रुपियाँ गोविन्द लामा घ्याम्पे खोलाबाट 1005 रुपियाँ धीरज श्रेष्ठ वीरगञ्ज पर्साबाट 5100 रुपियाँ वीरगञ्ज पर्सादेखि हुँदो रहेछ प्यारा देवु प्रेती डुम्रे घुम्लोबाट 1600 रुपियाँ गणेश पात्रिन पौवा घुम्लोबाट 500 रुपियाँ
र त्यसैगरी अर्को पनि म नाम वाचन गर्दैछु र जसले सहयोग गर्नुभयो यी मनका धनी व्यक्तिहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हामी आगामी दिनमा पनि यहाँहरूको सहयोगको अपेक्षा हामी गर्नेछौँ। पक्कै पनि यो हाम्रो यो एउटा अभियान रहेको छ। यो पौवाको यो पुर्खाङ डाँडालाई अझ पनि राम्रो र घुम्नु गाउँपालिका भन्दा पनि काभ्रे जिल्लामै चिनाउन एकदमै आवश्यक छ। त्यसैले गर्दाखेरि तपाईँहरूको सहयोग एकदमै निरन्तर आवश्यक पनि छ र यहाँहरूले मनबाट सहयोग गर्नुहुन्छ भने हामीले आशा पनि गरेका छौँ। अब अर्को नाम वाचनतिर जाँदैछौँ हामी। चन्द्रबहादुर तामाङ घुम्लु 5बाट 500 रुपियाँ, जेकबहादुर कुँवर चौबासबाट 500 रुपियाँ, कुण्डु तामाङ काठमाडौँबाट 10,100 रुपियाँ, काजीमान तामाङ पौवाबाट 5,100 रुपियाँ, कृष्णबहादुर तामाङ पौवाबाट 520 रुपियाँ, अमर बहादुर बल पौवाबाट 600 रुपियाँ, श्याम बल पौवाबाट 510 रुपियाँ, हरि पाखरिन पौवाबाट 500 रुपियाँ, चतुर्थिङ पौवाबाट 670 रुपियाँ, साइली तामाङ पौवाबाट 1010 रुपियाँ, सुजित तामाङ पौवाबाट 550 रुपियाँ, सुकुमान तामाङ पौवाबाट 1000 रुपियाँ, कर्णबहादुर तामाङ पौवाबाट 1000 रुपियाँ, कनक तामाङ पौवाबाट 600 रुपियाँ, माया तामाङ पौवाबाट 600 रुपियाँ, धनबहादुर तामाङ कार्तिके सापिङबाट 1050 रुपियाँ, ठुलो कान्छा तामाङ कार्तिकेबाट 550 रुपियाँ, लक्ष्मण तामाङ पौवाबाट 5110 रुपियाँ, सन्तवीर तामाङ कारबाट 510 रुपियाँ, सुरेन्द्र तामाङ कारबाट 510 रुपियाँ, अञ्चल तामाङ सल्ले 5 भुम्लुबाट 555 रुपियाँ, ईश्वर सिटौला डुम्रेबाट 510 रुपियाँ, हर्कमान तामाङ कार्तिकेबाट 510 रुपियाँ, मथुरा तामाङ कार्तिकेबाट 510 रुपियाँ, विष्णुमाया तामाङ कार्तिकेबाट 505 रुपियाँ, रामबहादुर तामाङ कार्तिकेबाट 1050 रुपियाँ, जलबहादुर श्रेष्ठ डुम्रेबाट 1010 रुपियाँ, ललित बहादुर श्रेष्ठ डुम्रेबाट 5105 रुपियाँ, विष्णुमाया तामाङ महाराजगञ्ज काठमाडौँबाट 5025 रुपियाँ, दुर्गा उप्रेती डुम्रेबाट 505 रुपियाँ, रुद्र उप्रेती डुम्रेबाट 505 रुपियाँ, कान्छापति तामाङ पौवाबाट 5100 रुपियाँ, माइली तामाङ गैरी गाउँ डुम्रेबाट 500 रुपियाँ, कान्छामान तामाङ गैरी गाउँ डुम्रेबाट 510 रुपियाँ, पुतली तामाङ पौवाबाट 1100 रुपियाँ, माधव तामाङ डुम्रेबाट 1100 रुपियाँ, गोविन्द केसी पौवा सुमनटारबाट 1060 रुपियाँ, लालबहादुर तामाङ पौवाबाट 25,025 रुपियाँ 25 पैसा लालबहादुर तामाङ पौवाबाट, विष्णु लामा थानकोटबाट 1005 रुपियाँ, शङ्कर तामाङ पौवाबाट 1000 रुपियाँ, कनक बहादुर तामाङ होक्से 5 खालबाट 1010 रुपियाँ, अभिषेक परियार डुम्रेबाट 500 रुपियाँ, अर्जुन उप्रेती डुम्रे 505 रुपियाँ, भगवती उप्रेती डुम्रे 505 रुपियाँ, पदम कुमारी उप्रेती डुम्रे 505 रुपियाँ, देवकी उप्रेती डुम्रे 505 रुपियाँ, इन्द्रबहादुर तामाङ पाखरिन पौवाबाट 15,015 रुपियाँ, लाहुरे पाखरिन पौवाबाट 5,005 रुपियाँ, धनबहादुर योन्जन रातामाटे पौवा 550 रुपियाँ, कुमार लामा सल्ले 550 रुपियाँ।
होइन त्यो लेखेको चाहिँ मिनिमम त्यो नाम सहयोग गर्नुहुने हाम्रो सहयोगी दाताहरूको नाम चाहिँ हामी शिलालेखमा लेख्नेछौँ र आज जसले 5,000 भन्दा बढी सहयोग गर्नुभयो उहाँहरूको नाम हामी शिलालेखमा लेख्नेछौँ र अरू सहयोगी दाताहरूलाई पनि हामी धन्यवादहरू उहाँहरूको पनि हामीसँग घट्टामा रहनेछ ती सबै कागजातहरू उहाँले सहयोग गर्नुभएको रकमहरूको हामी सबै त्यहाँ राख्नेछौँ सबै उल्लेख गर्नेछौँ तसर्थ 5,000 भन्दा माथि जसले सहयोग गर्नुहुन्छ उहाँहरूको नाम चाहिँ हामी शिलालेखमा यहाँ लेख्नेछौँ। यो भुम्लु गाउँपालिका वडा नम्बर 8 भुम्लुटारको यो पुर्खाङघाङलाई अझ राम्रो र व्यवस्थित बनाउनको लागि र यहाँ जुन समितिले अहिले एउटा ठुलो सपना लिएको छ यो ठाउँलाई राम्रो बनाउनको लागि त्यो सपना पूरा गर्नको लागि समितिले मात्र नभइकन तपाईहरू आफ्नो स्थानीय को पनि ठुलो भूमिका रहने हुँदा सबैजना स्थानीयहरूले यसलाई एकदमै मध्यनजर गरेर यसलाई मुख्य सम्झेर पनि यहाँले सहयोग गर्नुहुन्छ भन्ने हामीले आशा पनि राखेका छौँ। त्यसैगरी अरू सहयोगी दाताहरूको नाम लिन चाहन्छु म यहाँ सुविधार लामा सल्ले लामा टोलबाट 510 रुपैयाँ त्यसैगरी पूर्णबहादुर लामा सल्लेबाट 510 रुपैयाँ मेजर लामा सल्लेबाट 510 रुपैयाँ भैरव लाल तामाङ डुम्रेबाट 7,000 रुपैयाँ राम बहादुर तामाङ पौवाबाट 1,500 रुपैयाँ राजमान लामा डुम्रे भुम्लुबाट 5,000 रुपैयाँ अहिलेसम्म हामीले यसरी सहयोग प्राप्त गरिसकेका छौँ र 5,000 भन्दा माथि जसले हामीलाई सहयोग गर्नुहुन्छ यो हामीले सहयोग भन्दा पनि मागेको भन्दा पनि यहाँहरूले आफैले मन खुसीले सहयोग गर्नुभएको छ एकदमै खुसी छ हामी हैन हामीलाई चाहिँ एकदमै खुसी लागेको छ यस विषयमा आगामी दिनमा पनि यहाँले यसरी नै सहयोग गर्नुहुन्छ भन्ने हामीले एकदमै आशा राखेका छौँ। गाउँपालिकाबाट मात्र नभइकन हामीलाई भुम्लु गाउँपालिका स्थायी बसोबास गर्ने तर अब कर्मको लागि बाहिर जानुहुने हाम्रो स्थानीय दाजुभाइदेखि लगायत अरू बाहिरका जिल्लाहरूबाट पनि हामीलाई सहयोग प्राप्त भएको छ त्यो नै हाम्रो यो ठाउँको लागि गर्वको विषय रहेको छ किनभने तपाईले यति गर्नुभएको सानो दान सहयोगले गर्दाखेरि तपाईले पुण्य प्राप्त गर्न सक्नुहुनेछ। यो ठाउँलाई भोलि पर्सि अझ राम्रो र व्यवस्थित बनाउनको लागि यहाँहरूले जति सहयोग गर्नुभयो त्यो सबैभन्दा ठुलो सहयोग हो। त्यसैगरी अरू केही सहयोगहरू प्राप्त हुँदैछन् ती सहयोगहरूको लागि हामी यहाँ फेरि पनि नाम वाचन गर्नेछौँ र अघि नै हामीले घोष गरिसकेका छौँ कि 5,000 भन्दा माथिको नाम चाहिँ हामी यहाँ शिलालेखमा नै लेखेर राख्नेछौँ र त्योभन्दा कम सहयोग गर्नुहुनेहरूलाई पनि धन्यवाद स्वरूप उहाँहरूको सबै अभिलेखहरू हामी राख्नेछौँ। त्यसैगरी अब अन्तिममा हुनुहुन्छ सोमबहादुर तामाङ पौवाबाट 2,025 रुपैयाँ हामीले सहयोग प्राप्त गरेका छौँ। त्यसैगरी कमला देवी उप्रेती डुम्रेबाट हामीले 10,100 रुपैयाँ सहयोग प्राप्त गरेका छौँ र रेडियो टपटाउनबाट 1,100 रुपैयाँ हामीले सहयोग प्राप्त गरेका छौँ र चमेली परियार डुम्रेबाट 600 रुपैयाँ हामीले सहयोग प्राप्त गरेका छौँ। एकचोटि जति पनि हामी यहाँ हुनुहुन्छ सबैजनाले एकचोटि जोरदार ताली सबैजना सहयोगको लागि बजाइदिनु होला। अन्तिम भएको छ उहाँको पनि म नाम वाचन गर्नु अशोक श्रेष्ठ उहाँबाट हामीले 505 रुपैयाँ सहयोग प्राप्त गरेका छौँ। 550 रुपैयाँ अशोक श्रेष्ठबाट अशोक श्रेष्ठ डुम्रेबाट 550 रुपैयाँ हामीले सहयोग प्राप्त गरेका छौँ। अन्तिम पटक सबैजना जो जति हुनुहुन्छ सबैजना ताली बजाएर आजको यो कार्यक्रमलाई यो पूजा कार्यक्रमलाई सम्पन्न गर्नु है र यसबाट कति रकम उठेको छ त्यसको जानकारी सन्तजीले हामी रेडियो टपटाउनलाई गर्नेछ र हामी फेसबुक पेजमा पनि राख्नेछौँ कति रुपैयाँ उठ्यो भनेर तपाईँले रेडियो टपटाउनको फेसबुक पेज हेर्न नबिर्सिनु होला। त्यसैगरी हाम्रो यो आजको यो पूजाको अन्तिममा अर्को एउटा सहयोग हामीले प्राप्त गरेका छौँ। शिवराज उप्रेती डुम्रेबाट हामीले 1,010 रुपैयाँ प्राप्त गरेका छौँ।
यहाँको ठुलो मन ठुलो हृदयको लागि हामी हृदयदेखि नै धेरै धन्यवाद दिन चाहन्छौँ। आगामी दिनमा पनि यहाँको सहयोगको अपेक्षा रहिरहनेछ। धन्यवाद। अन्तिम भन्दा पनि हामीलाई अझ सहयोग आइरहेको हुँदा फेरि पनि म नाम वाचन गर्न चाहन्छु। अन्तमा हामीलाई ताराबहादुर शिवभक्ति सुमनटार पौवाबाट 520 रुपियाँ र त्यसै गरी भैरवलाल तामाङ कार्तिके सापिङबाट 550 रुपियाँ सहयोग हामीले प्राप्त गरेका छौँ। सञ्जीव योन्जन पौवाबाट 1000 रुपियाँ हामीले सहयोग प्राप्त गरेका छौँ। रहरमान योन्जन पौवाबाट 550 रुपियाँ हामीले सहयोग प्राप्त गरेका छौँ र बेली तामाङ योन्जन पौवाबाट हामीले 550 रुपियाँ सहयोग प्राप्त गरेका छौँ। धेरै धेरै धन्यवाद मनका धनीहरूमा जसले हातेमालो गरेर हामीलाई सहयोग गर्नुभयो। त्यसै गरी कृष्ण कुमार भुजेलज्यूबाट हामीले 500 रुपियाँ प्राप्त गरेका छौँ। 550 रुपियाँ कृष्ण कुमार भुजेलबाट हामीले 550 रुपियाँ हामीले सहयोग प्राप्त गर्यौँ। उहाँलाई पनि हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।